अहिले फिलहाल चाहिँ पानी परेर यी रोडहरू पनि यस्तो भइरहेको छ 2026 को चाहिँ सबैभन्दा ज्यादा रेनफल अझै भएको यस्तो छ यहाँको भ्यू रमिते भ्यू पोइन्ट अहिले देखाउँछु नि कस्तो भइरहेको छ आलुहरू अहिले यहाँतिरको चाहिँ हरियै छ रमिते चाहिँ हाम्रो गाउँहरू चाहिँ तल तल यहाँदेखि तल देख्दैन फग्यौँ यो अहिले भ्यू पोइन्टबाट हेरौँ न यो बाटो पनि पिच हुँदैछ रोडाहरू कुटिरहेको रहेछ अम्लिसो बारीहरू सबै सकिएछ है असिना पनि अघि अलिअलि आउँदै थियो फिलहाल चाहिँ यहाँ एउटा सामान पुऱ्याइदिनु जाँदैछु यहीँ माथि दाजुको रहेछ दबाईहरू मान्छेको हो कि अब एनिमल्सको हो के को यहाँबाट डगीहरू ओइ बच्चा आइज 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 यहाँ आइज ओइ ओइ छिटो आइज न छिटो आइज न आइज आइज यहाँ ओइ 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 चढ्नु चाहिँ नचले नगर 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 खुसी भएको नि ओइ नगर न हौ मैला हुन्छ नि त हौ लु त हिँड त अगाडि हिँड घर देखा त लु छिटो पछ्याउँदैछ यहाँ माथिको ओइ ओइ नपछ्याएन हौ नपछ्याएन हौ उफ्रिनु नखोज न हौ कस्तो हो अनलाइन जिरो लगाएर अहिले चाप फुलेको माथितिर ड्याम्मै सेतो सेतो फुलिरहेको छ यहाँ आइपुगे एकछिन मान्छे पनि छैन क्या अर्किड मजाले फुलिरहेको दा दा ए को हुनुहुन्छ लाइन मात्रै हेर्नु यो चाहिँ तल पिथामचिन जाने कतिवटा चाहिँ छ होला यहाँ ओइ ओइ तल मान्छे पनि आउँदैन स्कुलहरू छुट्टी भइसक्यो तिम्रा कुच्चोहरू पनि टिपेको छैन रहेछ कुकुरले चाहिँ फेरि यति साह्रो उयो गर्छन् पछ्याउँछन् फेरि चिनिहाल्छ कुकुर माया गर्ने नगर्ने मान्छे चाहिँ चिन्ता होमस्टे तल लान्छु ल भ्यू पोइन्टमा कस्तो देख्दो रहेछ देख्दैन होला तर कुहिरो लागेर यहाँ तल पिताम चिन्छ चाहिँ यो चाहिँ रमिते भ्यू पोइन्ट यहाँ पनि एउटा साइड सिन गर्ने जग्गा एक्ज्याक्टली रमिते पोलहरू रहेछ गाडीहरू त्यस्तो बेसी कुद्दैन नि एसएसबीहरूको कुद्छ उसकै होला पानी बहुत आ गया रोड का हालत ऐसा है खराब खराब हो गया आज टुरिस्ट आइरहेको छ अब एकछिन घुम्नु गएको रहेछ उनीहरू एकछिन रमितेपट्टि चेक चेक गर्दा आवाज आइरहेको छ नि त भिजेर चाहिँ कतिको पानी पर्यो तपाईँहरूकोतिर चाहिँ त्यस्तो बेसीमा आएन होला यताको जस्तो ओइ बच्चा 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 यहाँ आइज यो फेरि एउटा नयाँ कुकुर आएको छ नामै आएछ नि आइज नडर यहाँ आइज 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 छिटो आइज छिटो आइज न नयाँ आएको रहेछ कुकुर त्यस्तै छ आजको दिन त्यत्तिकै गयो गेस्टहरू छ उनीहरू क्याम्पफायर गरिदिनु भन्छ बोनफायर यस्तो यी पानी परेर सबै भिजेको छ कसरी हुन्छ होला पोसिबल देख्दिनँ म त निकै ठुलो आएको पानी पनि गाडी पनि स्लिप पो हुन्छ होला यहाँ त यो माटोमा त टक्कै नेनो ढुङ्गाहरू स्लाइस गरेको कस्तो कस्तो लगाउनुहुन्छ किसिम किसिमको छ पातलामा पनि पातला स्लाइस हो यो त स्लाइस कटिङ यहाँनिर यस्तै छ हामी चाहिँ यहीँ हो फिलहाल चाहिँ हरियोमा पानीले भिजेर अलग्गै देखिरहेको छ शान्ति भयो होला झारहरूलाई पनि रुखहरूलाई पनि धुलै धुलो भइरहेको थियो होला फिलहाल अचानक उयो आउँदाखेरि चाहिँ पानी आउँदा के चाहिँ के बनाउनु खोज्यो मूर्ति बनायो भने टक्कै देख्ने रहेछ त्यता टुरिस्टको गाडी यहीँ छ तिम्रा पानीले सकाप यही हो हामी चाहिँ द हिमालयन याक्सा रिट्रीट जी ये ऊपर का तो ये नया ये आगे का जी जी यहाँ चाहिँ यस्तो बनाएको छ यो बनाउने कारिगर चाहिँ फेरि तपाईँ हाम्रो गाउँको दाजु विशाल दा
कस्तो लाग्यो यहाँभित्र बसेर फोटो खिच्दा जस्तो भयो त इस इस हेर्नु त के भित्र हो पानी पनि त्यस्तो पस्दैन रहेछ यो भित्र चाहिँ इस देख्दैछ नि यस्तो यस्तो पाइप लगाएर बनाएको छ है सलिड ट्रक उफ आइहालेछ यो यहाँ आइज त आइज छिराइज खाना खाइस् ए मौसम यस्तै छ यहाँतिर कि पानी भयो दुध गाई छोरो अहिले राखेँ सबैजनामा बसेँ म चाहिँ भित्र किचनमा ए